बनाइयो र तेस्रो चरण पनि अनावश्यक अनुचित ढङ्गले र अस्वाभाविक ढङ्गले कहाँ असार 14 कहाँ आश्विन 2 यसरी 2.5 महिनापछि वा 2.5 महिनाभन्दा पछिको समय परसार यो आफैमा सहज स्वाभाविक होइन। एउटा मात्रै प्रदेशलाई अलग गरेर 3वटा प्रदेश पहिलो चरणमा, 3वटा प्रदेश दोस्रो चरणमा र एउटा प्रदेश तेस्रो चरणमा अनुचित ढङ्गले परसार। त्यसभित्रका उद्देश्य बुझ्न सकिन्छ। दिल्लीबाट फिर्ता भइरहेका बेला परराष्ट्र मन्त्रीको अभिव्यक्ति आयो, संविधान संशोधन गरेपछि मात्रै अरू चुनाव हुन्छन् र स्थानीय तहको तेस्रो चरणको निर्वाचन पनि संविधान संशोधन भएपछि मात्रै हुन्छ। प्रधानमन्त्री निर्वाचित हुँदै गर्दा अहिलेका प्रधानमन्त्रीले संविधान संशोधनमा आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यसबाहेक सत्ता पक्षीय दुईटै प्रमुख पार्टीहरूले टुप्पीदेखि पैतालासम्मको बल संविधान संशोधनको लागि लगाएका छन्। यसअघि पनि विभिन्न प्रकारका प्रलोभन दिएर पार्टीहरूलाई विभिन्न ढङ्गले बाध्य बनाएर विभिन्न प्रकारका प्रलोभनको मात्र होइन, साम दाम दण्ड भेदका सबै नीति प्रयोग गरेर पारित गराउन खोजियो संविधान संशोधनको प्रस्ताव, जो गलत उद्देश्यका साथ, गलत मनसायका साथ, गलत ढङ्गले देशलाई अहित गर्ने गरी ल्याइयो, एकलौटी ढङ्गले ल्याइयो। तत्सम्बन्धमा हामीले भनिआयौँ यसो गर्नु हुँदैन, यदि आवश्यकै छ भने केमा किन कसरी आवश्यक छ, केका लागि पर्यो त्यो कुरामा छलफल गरौँ र यदि संविधान संशोधन गर्नुपर्छ भने सहमतिका साथ प्रस्ताव तयार गरौँ, केमा गर्नुपर्ने हो त्यो गरेर जाउँ हामीले भन्यौँ। अर्को हामीले लगातार ध्यानाकर्षण गर्यौँ, यो रूपान्तरित व्यवस्थापिका संसद हो। संविधान सभा जसले संविधान बनायो त्यसको रूपान्तरित व्यवस्थापिका संसद हो र यो रूपान्तरित किन गरियो, यो व्यवस्थापिका संसदको रूपमा रूपान्तरित किन भयो भने संविधानले निर्दिष्ट गरेका संक्रमणकालीन कामहरूलाई टुङ्ग्याउनका लागि आवश्यक कानुनहरूको तर्जुमा गर्न र आवश्यक अन्य प्रबन्ध गर्नका लागि गरियो, संविधान संशोधन गर्न होइन। त्यसकारण यसले संविधान संशोधनतिर हात हाल्ने अथवा दीर्घकालीन रूपका चाहिँ त्यस्ता कुराहरूतर्फ रुचि राख्ने, संविधान संशोधन गर्दै जाने, संविधानको कार्यान्वयन नगर्ने तर संविधान जहाँ जहाँ अप्ठ्यारो पर्छ, जहाँ जहाँ मन खुसी संविधान संशोधन गर्दै जाने कुराहरू उपयुक्त हुँदैन। त्यतापट्टि हामीले ध्यानाकर्षण गर्दै गयौँ। तर एउटा त आफ्नो पछाडि मजबुत भित्तो छ, कसले धकेल्न सक्छ र भन्ने अहंकार, त्यसले पैदा गरेको स्वेच्छाचारिता र अर्को सरकारी गठबन्धन, अहिले सत्ता पक्षीय गठबन्धन देशका विरुद्ध, जनताका विरुद्ध, लोकतन्त्रका विरुद्ध मूल्य मान्यता केही नराखिकन जे पनि गर्न तयार हुने तहको भएको हुनाले र जुनसुकै हदसम्म पनि गिर्न खस्न तयार हुने भएको हुनाले त्यस कारणले एउटा आएको आफ्नो मजबुतीको विश्वास, त्यो मजबुत छँदैछौँ भन्ने अहंकार, त्यसले उहाँहरू लाग्नु भएको छ। अब पहिलो चाहिँ कुरा यो हो र
हामी भन्न चाहन्छौँ स्थानीय तहको निर्वाचन तेस्रो चरणको अब भनिएको मितिभन्दा त्यसमा नहुने खालका कुरा गर्नु हुँदैन र चुनावभन्दा अगाडि जो सरकार पक्षका पार्टीहरूले हामीसँग गरेको सहमति हो निर्वाचन अगाडि यस सम्बन्धमा छलफल हुँदैन। निर्वाचन पछि हामी संविधानको के संशोधन गर्नुपर्ने नपर्ने छलफल गरौँला र नयाँ प्रस्ताव बनाएर अगाडि जाउँला भन्ने कुरा उहाँहरूले सहमति गर्नुभएको, तर उहाँहरू धोका दिइरहनु भएको छ र अब समयमा निर्वाचन हुनुपर्छ, अरू कुराहरूमा अल्झाउनु हुँदैन। यति बेला संविधान संशोधन जस्तो गहन विषय यस रूपान्तरित व्यवस्थापिका संसदको काम पनि होइन र राजपालाई देखाएर राजपालाई अगाडि सारेर राजपाका माग र मधेसका मुद्दा भनेर जनतालाई भ्रममा पार्ने यो चाहिएको अहिलेको सत्ता पक्षलाई यो पर सार्ने कुरा। राजपाले त्यस बेला पनि भन्यो हामीलाई चुनाव पर सार्नुपर्ने कुनै आवश्यकता छैन, हामीले मागेका पनि होइन, पर सार्दाखेरि हाम्रो कुनै समस्या समाधान हुन्छ भन्ने पनि होइन, हामी त्यसमा विश्वस्त पनि छैनौँ, सबै कुरा उसले भन्यो। तर सरकारले एकलौटी ढङ्गले किन सार्यो भने यो आफ्नो अनुकूलताका लागि। अझ त्यो हामी यसमा अर्को हाम्रो प्रश्न छ, सुरुमा चाहिँ जुन परिणाम ल्यायो पार्टीले यो निर्वाचनमा यो अपेक्षित नै हो कि यसबारेमा हामीले जान्न चाहन्छौँ? यस परिणामलाई अपेक्षित भन्नुपर्छ, किन यो अनपेक्षित होइन। अथवा प्रमुख पार्टीको रूपमा एमाले आएको छ, पहिलो चरणमा पनि दोस्रो चरणमा पनि, यो अपेक्षित हो। तर अपेक्षित भनेर हाम्रो अपेक्षा यति मात्रै थियो त भन्दा होइन, हाम्रो अपेक्षा योभन्दा बढी हो। किनभने अहिले देशको सार्वभौम सत्ताको पक्षमा, वास्तविक अर्थमा स्वाधीनताको पक्षमा, भोलिसम्मका लागि भौगोलिक अखण्डतालाई प्रतिकूल असर पर्न नदिने पक्षमा, राष्ट्रिय हितको पक्षमा र राष्ट्रिय स्वाभिमानको पक्षमा यी कुराहरूमा नेकपा एमाले नै प्रमुख रूपमा यी सबै विषयहरूको नेतृत्व गरेर अगाडि बढिरहेको पार्टी हो एकातिर। मैले किन प्रमुख रूपमा भनेको भने यसभित्र सत्ता पक्षीय भनेको होइन फेरि, तर राष्ट्रिय जनमोर्चा लगायतका, माले लगायतका या अरू पार्टीहरू, साना पार्टीहरू राष्ट्रियताको पक्षमा सजग देखिन्छन्। केही कुन भनेर मैले धेरै भनिरहनु परेन, नेमोकिपा नै यसमा सजग देखिएला, अरू पार्टीहरू होला, तर अरूले त थाम्ने अवस्था हुँदै थियो। नेकपा एमालेको अगुवाईले गर्दाखेरि यी विषयहरू राष्ट्रव्यापी बनेका छन्, जनव्यापी बनेका छन् र राष्ट्रिय विषयको रूपमा, राष्ट्रिय महत्त्वका विषयको रूपमा यिनले स्थान पाएका छन् र यसका निम्ति एमाले नेतृत्व गरिरहेको छ। अर्कोतिर लोकतन्त्र अरूले भन्छन्, कांग्रेस इतिहासका कुरा गर्छ, तर इतिहासको अहिले कांग्रेसको इतिहासको चर्चा नगरौँ, त्यसका पनि विभिन्न पाटाहरूमा पछि चर्चा गरौँ। तर इतिहासका कुरा बाहेक वर्तमानमा नेपाली कांग्रेससँग देखाउने के छ? इतिहासले मुलुक हाँकिँदैन, इतिहासले आजको मुलुकका हितहरूको रक्षा हुँदैन, इतिहासले राष्ट्रिय एकता बनाउँदैन, इतिहासले सामाजिक सद्भाव कायम गर्दैन, इतिहासले समृद्धि हासिल गर्दैन। आज राष्ट्रियताको सवालमा, लोकतन्त्रका सवालमा, सामाजिक न्याय र समानताको सवालमा, अथवा सामाजिक सद्भाव र राष्ट्रिय एकताको सवालमा, अथवा समृद्धिको सवालमा नेपाली कांग्रेसका आजका नीतिहरू के छन्? नेपाली कांग्रेस कुहिराको काल हो। नेपाली कांग्रेससँग नीति छैन, नेपाली कांग्रेससँग विचार छैन, नेपाली कांग्रेससँग दृष्टिकोण छैन। नेपाली कांग्रेससँग एउटै मात्रै कुरा छ, कम्युनिस्ट विरोध, वामपन्थ विरोध, साम्यवाद विरोध। नेपाली कांग्रेससँग एउटै मात्रै कुरा छ, प्रगतिको विरोध। नेपाली कांग्रेससँग प्रजातन्त्र भन्ने 4.5 अक्षरको एउटा शब्द छ, पुरानो शब्द नेपाली कांग्रेसले जप्ने गर्छ, तर त्यसको आचरण अभ्यास मतपत्र च्यातिँदाखेरि गलत भयो भन्न नसक्ने निरीह हालतमा छ। नेपाली कांग्रेस
लोकमान सिंह कार्की जस्ता मान्छेलाई कसको इशारा निर्देशनमा नियुक्त गर्छ, त्यसको अगुवाई गर्छ नेपाली कांग्रेस, जोड दिन्छ। नेपाली कांग्रेस आफूले भने अनुसार भएन भनेर प्रधान न्यायाधीश माथि आग्रहपूर्ण ढंगले आवेश उत्तेजना पोखेर महाभियोग जस्तो कुरा चाहिँ लगाउँछ। कारण शक्ति पृथकीकरणको सिद्धान्त नमानेर त्यस्तो कांग्रेस माओवादीको चर्चै गर्नु परेन। अब यस्तो अवस्थामा माओवादीको न इतिहास न पृष्ठभूमि कुनै सकारात्मक केही पनि नभएको त्यस्तो अवस्थामा नेकपा एमाले यति मात्रै सिट ल्याउनु, नेकपा एमालेको झण्डै झण्डै नजिकै नेपाली कांग्रेसले ल्याउनु, उल्लेख्य मात्रामा माओवादीले ल्याउनु र जुन पृष्ठभूमि जुन क्रियाकलापबाट सत्तापक्षीय यी पार्टीहरू आएका छन्, यो त एमालेको हिसाबले भन्ने हो भने त मुख देखाएर हिँड्न लाज हुनुपर्ने। त्यस्तो अवस्थामा पनि जनतामा अलिकति भ्रम छर्न सफल पनि भएका छन् र कतिपय बुद्धिजीवी कहलाइनेहरूमा आग्रह, लगानीकर्ता र विज्ञापनदाताहरूको दबाव र सञ्चार माध्यम र सामाजिक सञ्जालमा तिनको लगानी, यी सब कुराहरूले यस प्रकारको भ्रम फिजाउन, एमाले विरुद्ध प्रहार केन्द्रित गर्न र ढाकछोप गर्न अलिकति सफलता प्राप्त गरेका छन्। त्यसकारण यति आएको छ, यो आश्चर्य मान्नुपर्छ। नेपाली कांग्रेस त्यस बेला त्यत्रो करायो, 2 वर्ष अगाडि त्यत्रो करायो, तर यस गत हिउँदमा प्लास्टिक मुनि नै भूकम्प पीडितहरू रहे। अहिलेको वर्ष पनि प्लास्टिक मुनि नै भूकम्प पीडितहरू छन्। नेपाली कांग्रेस कानमा तेल हालेर बसेको छ, बुद्धिजीवीहरू मौन साधेर बसेका छन्, सञ्चार माध्यमहरू चुपचाप सन्नाटा छ। मानिलिउँ भूकम्प पीडितका समस्या समाधान भइसके जस्तो। 2 वर्ष अगाडि 5 महिना त नाकाबन्दीमा बित्यो, त्यस बेला प्लास्टिक मुनि जनता छन् भनेर हल्ला गर्ने बुद्धिजीवीहरू, सञ्चार माध्यम र सञ्चारकर्मीहरू अहिले चुपचाप छन्, किनभने एमालेले नेतृत्व गरिरहेका छैन। एमालेले त कानुन नभएका ठाउँमा कानुन बनाएर, आयोग नभएका ठाउँमा आयोग बनाएर अनेक कामहरू अगाडि बढाएको थियो र निर्माणको कामलाई अगाडि बढाएको थियो। तर त्यो कुरा अहिले त केही पनि छैन, ठप्प छ। त्यस बेला निर्धारित गरिएका कुराहरू, अगाडि बढाइएका कुराहरू त्यसैमा चुपचाप छ, ठप्प छ। त्यस अवस्थामा पनि कांग्रेसले यत्रो सिट ल्याएको छ। त्यसकारण अपेक्षित हो, तर अपेक्षा अनुसार अलिकति पुरा भएन। कांग्रेसको चाहिँ आश्चर्यजनक नै हो भन्नुभयो नि सार्वजनिक रूपमै। यिनै कारणले हो कि कसरी आश्चर्यजनक? यिनै कारणले नेपाली कांग्रेसको के इतिहासले प्लास्टिक मुनिका भूकम्प पीडितहरूलाई छानो दिन्छ, वर्षातबाट उत लाग्छ, हिउँदमा न्यानो दिन्छ, अथवा राष्ट्रिय हितमा इतिहासका हिङ बाँधेको तालो भनेर तालो सुँघाएर राष्ट्रिय हितको रक्षा हुन्छ, अथवा लोकतान्त्रिक अभ्यासको थोपो छिटो नभएर कमिसन र भ्रष्टाचारमा खुलेआम निर्लिप्त भएको स्थिति पनि त्यो हुन त देशकै अहितमा भइरहेका छन्। जो बुद्धिजीवीहरूले जिब्रो चपाइराखेका छन्। आजै मात्रै पनि मैले एउटा सोकल्ड बुद्धिजीवीको लेख हेरेँ एउटा दैनिक पत्रिकामा। रुनु रहेका छन् ती बुद्धिजीवी, वामपन्थीलाई गर्नु गाली गरेका छन्। के विषयमा गाली गरे, के कमजोरी गर त वामपन्थी आन्दोलनले? अहिले त्यो एक शब्द बोल्ने ठाउँ छैन। तर वामपन्थी त लोकतान्त्रिक हुनै सक्दैन, वामपन्थी लोकतान्त्रिक होइन।
काङ्ग्रेस लोकतान्त्रिक हो, लोकतान्त्रिक आचरण गरिराखेका छैन, काङ्ग्रेसले गर्न सकेन, देशभक्ति पनि भएन, यो त लम्पसारै भयो। तर पनि देशभक्त काङ्ग्रेसै हो, लोकतान्त्रिक पार्टी काङ्ग्रेसै हो। लोकतान्त्रिक व्यवहार गर्न नसके पनि यत्रो बिघ्न वामपन्थीहरू फस्टाए, एमाले यत्रो बिघ्न फस्टायो, रुन्छन् उनी। धुरु मात्रै रुने होइन, डाको छोडेर रुन्छन्। आजको राजधानी दैनिकमा ल्याएर डाको छोडेर रुन्छन् उनी। तर त्यसमा उनको आग्रह, पूर्वाग्रह र कङ्ग्रेसप्रतिको अवस्तुवादी झुकाव, भक्तिभाव र वामपन्थप्रतिको आग्रहपूर्ण विद्वेष त्यसमा प्रकट हुन्छ। यस्ता कुराहरू यथार्थमा लोकतन्त्र स्थापना गर्न, लोकतान्त्रिक अभ्यासलाई अगाडि बढाउन, देशलाई सुशासन, लोकतान्त्रिक शासन, पारदर्शी शासन वा राष्ट्रिय हितको रक्षा गर्दै विकासको बाटोमा अगाडि बढ्ने कुरामा, राष्ट्रिय एकता कायम गर्ने कुरामा कति उपयोगी हुन्छ भन्ने कुरा, त्यतिको मसी खर्च गर्ने, कागज खर्च गर्ने, त्यो ल्यापटप र कम्प्युटर खर्च गर्ने बुद्धिजीवीले समय बर्बाद गर्नभन्दा अगाडि, अरूको दिमागलाई विषाक्त बनाउने कोसिस गर्नभन्दा अगाडि, त्यो त विषाक्त बनाउने कोसिस हो नि, त्यो कोसिस गर्नभन्दा अगाडि देशप्रतिको इमान्दारिता त हुनु पर्यो। अब यसर्थ यति बेला नेकपा एमाले यति मात्रै सफलता प्राप्त गर्नु यो सोचे जति अथवा जस्तो हुनु पर्थ्यो त्यस्तो भएको अलिक होइन। जस्तो दोस्रो शक्ति हुनुहुन्थ्यो, पहिलो शक्ति उसिनेर पहिलो शक्ति दिनुभयो, त्यो ढङ्गको चाहिँ एकदम अलिक गौरवबोध कम भएर काङ्ग्रेसप्रति आश्चर्य बढी भएन र त्यो निर्वाचन परिणामको समीक्षा गर्दा? गौरवबोध त छँदैछ, तर यसमा पर्खिनु अनि पर्खिएर मात्रै अलिकति सिट अगाडि बढ्नुपर्ने, अनि अलिक पछि भोट अगाडि बढ्नुपर्ने, अनि अलिक पछि प्रमुख पार्टी हुनुपर्ने, अलिक पछि बहुमत ल्याउनुपर्ने, अलिक पछि 2/3 पुग्नुपर्ने होइन नि त। जब स्पष्ट भइसक्यो कि देशभक्तको भन्दा एमाले, लोकतान्त्रिक अभ्यास गर्ने पार्टीको, लोकतान्त्रिक मूल्य मान्यतामा को हुन्छ एमाले, सामाजिक न्याय समानता को चाहन्छ एमाले भनेपछि, राष्ट्रिय एकताको पक्षमा एमाले, समृद्धिको पक्षमा एमाले, सोच भएको पार्टी एमाले भने अनि त्यसलाई किस्तामा गर्नुपर्ने छ र? त्यसर्थ यो किस्तामा गरिरहनु पर्ने विषय होइन। माओवादी तेस्रो शक्तिका रूपमा थियो। यहाँनिर अलिकति काट्नुपर्छ है त्यसलाई। डाक्टर रामशरण महता हुनुभयो होला, अहिले पनि तेस्रो शक्ति थियो। चुनावबाट पनि उसको स्थितिमा खासै परिवर्तन भएन, अर्थात् ऊ चाहिँ घटेको पनि देखिएन। आफ्नो नेतृत्वमा चुनाव गरायौँ भन्ने कुरालाई उसले सफलता ठानेको छैन। गत मङ्सिरमा स्थानीय तहको निर्वाचन भइसक्नु पर्थ्यो, त्यसलाई आलटाल गर्दै आश्विन 2 गते पुर्याए, अनि त्यसमा चाहिँ बहादुरी देख्ने, त्यो अरूले गराउन नसकेर गरेको हो र? अयोग्यताको कारणले यस गठबन्धनको अयोग्यता कस्तो भने, एउटा स्थानीय तहको निर्वाचन जो मङ्सिरमा हुने कार्यतालिका हामीले प्रस्तुत गरेका थियौँ, त्यसको तयारी भएको थियो। मङ्सिरमा हुनुपर्ने आश्विन 2 गते भनेको छ, वैशाख 31 गते भएको निर्वाचनको मतगणना अहिलेसम्म भइसकेको छैन, आश्विन 2 को कहिलेसम्म हुने हो? त्यसकारण यो त एउटा त्यो नकली झुट ढाडस हो आफैलाई, त्यो एउटा नकली आत्मवञ्चना हो, यथार्थ होइन। माओवादीको सम्बन्धमा मैले धेरै केही भन्नु पर्दैन। कङ्ग्रेससँग मिलेर माओवादी सिद्धिने बाटोमा, एमालेसँग मिलेको हुन्थ्यो भने अहिले माओवादी 150 सिटको आसपासमा हुन्थ्यो। आधा घण्टादेखि बस्नुहोस् न।
150 सिटमा हुन्थ्यो। 150 सिट जसोमा हुन्थ्यो कमसेकम हुन्थ्यो 150 सिटमा। तर त्यो गत वर्षको समीकरण उसले नछोडेको भए त्योभन्दा राम्रो क्वेसन नहुन्थ्यो। त्यस मानेमा त माओवादीले समीकरण छोडेर उसैलाई घाटा भयो। अवश्य नै पुष्पकमल दाहालजीले प्रधानमन्त्री त हुनुभयो, यो उसमा प्रधानमन्त्री त उहाँले चाहिँ अब पहिलेको सहमति कायम राख्न नसकेपछि हामीले पनि छोड्छौँ भने हो, दिन्छौँ भने हो। तर उहाँले अरू नै कामहरू गर्न रुचाउनु। प्रधानमन्त्री केही महिना हुने मूल्यमा किन हतारो गर्नुभयो त्यो थाहा छैन, तर केही महिना प्रधानमन्त्री हुने मूल्यमा के पाउनुहुन्छ उहाँले त्यो थाहा छैन, त उहाँले पछि हिसाब गर्नुहोला। अब माओवादी त महान जनयुद्धबाट आफ्ना टाउकामा आफै आगो लगाउँदै सुरु भएको, टाउकाको आगो त कता गयो कता गयो, महान जनयुद्ध कहाँ पुग्यो कहाँ पुग्यो। अब माओवादी कहाँ पुग्यो, माओवादीका नेता कार्यकर्ताहरूले खोज्न पुनर्विचार गर्नु जरुरी छ। अब क्रान्तिकारी लफ्फाजी वा अरू लफ्फाजीहरूले जनतालाई लामो समय भ्रममा राख्न सकिन्छ भन्ने नसोच्दा राम्रो हो। यथार्थ धरातलमा आउने आवश्यकता छ। अहिले गर्दा देशहित विरुद्ध अरूको इसारामा जगजगी हुन्छ। प्रधानमन्त्री बाहिर गयो भने अर्को एउटा संयुक्त वक्तव्य जारी गरिदिन्छ जसमा अनेक मुद्दाहरू राष्ट्रिय स्वाधीनता विरुद्धका मुद्दाहरू हुने गर्छन्। तर यस्ता कामहरू नजानेर गरिरहेको छैन। केही महिना एउटा मान्छेलाई प्रधानमन्त्री हुनका लागि राज्यका राष्ट्रका हितहरूलाई तिलाञ्जली दिन सक्ने, लोकतान्त्रिक अभ्यासको घाँटी भन्न सक्ने, लोकतन्त्रलाई खतरामा पार्न सक्ने, लोकतान्त्रिक अभ्यासलाई छिराउन सक्ने यस प्रकारका काम कारबाहीहरूबाट कति समय अल्मल्याउन सकिन्छ भन्ने कुरा उहाँहरूले विचार गर्न राम्रो। 65 को निर्वाचन, 70 को निर्वाचन, अहिलेको निर्वाचन, अब आउने निर्वाचन उहाँहरूले हेर्दै जाँदा हुन्छ कि जनता कुनै भ्रममा हुन्छ भन्ने कुरा होइन। जनता त बुझिहाल्छ नि। जनता यो केही ठाउँमा पार्टीले पराजय भोग्यो, यसलाई चाहिँ क्षतिपूर्तिका रूपमा अन्त्य गर्दै आगामी दिनमा चाहिँ खास गरी असोजदी र प्रदेश केन्द्र तहका चुनावमा अझ अलि उपलब्धिमा टुङ्गोमा पुग्नका निम्ति चाहिँ केही योजना बनाउनु भएको छ? तत्सम्बन्धमा सोचहरू छन्, तर अहिले योजना बनाइहाल्ने बेला भएको छैन। र अहिले यति बेला तत्काल प्रदेश नम्बर 2 को कुरा छ। प्रदेश नम्बर 2 मा नेकपा एमालेको अवस्था कमजोर हुन्छ परिणाममा भन्ने कतिपयले अनुमान गरेका छन्। त्यो गलत अनुमान हो, त्यो परिणामले देखाउँछ। त्यसपछिका निर्वाचनहरूको सम्बन्धमा मैले केही भन्नु पर्ला जस्तो लाग्दैन। हामीले देखेका छौँ एमाले विरुद्ध भयानक पवित्र गठबन्धन छ। तर अहिलेको यो अवस्था भनेको सत्ताको दुरुपयोग। उहाँहरू सत्तामा हुनुहुन्छ, तर पहिलो चरणको होस् कि दोस्रो चरणको होस्, पालो पालोसँग एउटाले नेतृत्व गरेको अर्काले नेतृत्व गरेको अवस्थामा नेकपा एमाले अगाडि बढेकै छ। सत्ताको दुरुपयोगलाई झेलेर कस्तो दुरुपयोग छ, राज्यका संयन्त्रहरूलाई आतंकित बनाएको छ। भर्खरको तपाईँले प्रहरी बढुवाको हेर्नुभयो भने पहिले त भयो, अहिलेको तमासा हेर्नुभयो भने तपाईँ आश्चर्यचकित हुनुहुन्छ। महाभियोगको प्रस्ताव हेर्नुभयो भने आश्चर्यचकित हुनुहुन्छ। इमोरल अनैतिक खालका जो अभ्यासमा छैन
त्यस्ता गतिविधिहरूमा उहाँहरू अभ्यस्त हुनुहुन्छ। अब यी कुराहरूलाई पराजित गरेर नै हामी यहाँ आएका छौँ। आगामी दिनमा अझ प्रभावकारी ढङ्गले पराजित गर्छौँ भन्ने कुरा लुकाइरहनु पर्दैन। अहिले चाहिँ अध्यक्षले पनि भन्नुभयो देशव्यापी रूपमा पार्टीका विरुद्ध मोर्चा गर्नु सरकारमा रहेका र नरहेका दलहरू पनि सम्मिलित भएर प्रदेश र सङ्घको निर्वाचनसम्म चाहिँ यही स्थिति रहन नदिनका लागि पार्टीले के गर्छ? यो महत्त्वपूर्ण कुरा होइन। हामी समीकरणमा बढ्ता जोड होइन, जनता सचेत बनाउने कुरामा बढ्ता जोड। हाम्रो प्राथमिकता जनतालाई भ्रमबाट मुक्त गर्ने, उहाँहरूको प्राथमिकता जनतामा भ्रम पार्ने, अन्यल सृजना गर्ने, दिग्भ्रमित गर्ने हुनेछ। हामी त्यसबाट जनतालाई मुक्त गर्ने कोसिस गर्छौँ। पहिलो कुरो भनेको जनतालाई सचेत गर्ने, सङ्गठित गर्ने कुरामा हाम्रो ध्यान हुन्छ। उहाँहरू झुटको खेती गर्नुहुन्छ, उहाँहरूसँग इमानको लडाईँ लड्न सक्ने, इमानका साथ लडाईँ लड्न सक्ने सामर्थ्य छैन। त्यसकारण या त भ्रमको खेती गर्नुहुन्छ या अनुचित अपराधिक बल प्रयोगको सहारा लिनुहुन्छ। त्यो कुरा हामीले विभिन्न ठाउँमा देखेका छौँ। अब यो समीकरणसँग एमाले तर्सिने होइन। नेपाली जनतामाथि एमालेको विश्वास हो। त्यसै कारण हामी त्यतिको शक्तिमा आएका, यो कुनै भवितव्यले होइन, कुनै चिट्ठा तानेर परेको होइन, कुनै चिट्की पट खेलेर गाईकी त्रिशूल खेलेर भएको होइन। यो सचेत प्रयासबाट जनतालाई सचेत बनाएर, जनताको साथ लिएर, जनताको पवित्र अभिमतबाट भ्रमलाई तोडेर जनताको सचेतनताबाट यो हासिल भएको। त्यसकारण अरू प्रकारका कृत्रिम क्रियाकलापहरूसँग आत्तिनुपर्ने कुनै आवश्यकता हुँदैन। तर यो परिणामहरूको विश्लेषण गर्दा केन्द्रीकृत रूपमा, योजनाबद्ध रूपमा जुन लहर थियो त्यसलाई चाहिँ अझ बढी परिणाममा ल्याउनका निम्ति गर्नुपर्ने जति पहल भएन कि, त्यस ढङ्गको चाहिँ पहल गर्नेमा पनि कमी रह्यो कि भन्ने अनुभूति हुन्छ कि हुँदैन? जस्तो मेची महाकाली अभियानले एउटा आधार प्रदान गरेको थियो। यहाँ आफै पनि देशका सबै ठाउँमा जाने योजनाबद्ध त्यस्तो कार्यक्रम बन्न सकेन कि भन्ने लाग्दैन? सबै ठाउँमा जान सम्भव पनि हुँदैन, सबै ठाउँमा जानु सम्भव पनि हुँदैन। फेरि जान सक्दाखेरि राम्रो हो, तर व्यक्तिगत उपस्थिति मात्रै होइन। हाम्रो पार्टीका नीतिहरू गएका छन्, विचारहरू गएका छन्। हाम्रा नीतिहरू गएका, विचारहरू गएका, व्यवहारको बारेमा जनतालाई थाहा छ। त्यसकारण यो सशरीर उपस्थित हुने र नहुने भन्ने कुरा मात्रै त्यति निर्णायक होइन। यद्यपि जति धेरै ठाउँमा जान सकौँ, जनतासँग प्रत्यक्ष भेटघाट गर्न सकौँ, त्यति राम्रो हुने कुरा हो, लाभ हुने कुरा हो। तर त्यसैले नै सबै कुरा गर्छ भन्ने होइन। अर्को, योभन्दा बढी परिणाम ल्याउन सकिन्थ्यो होला, त्यसका थुप्रै कारण होला। त्यो हामीले सुविस्तारसँग समीक्षा गर्नुपर्छ। अहिले नै यस कारणले भनेर भन्न सकिने स्थिति हुँदैन, थुप्रै कारणहरू हुन सक्छन्। तपाईँले सोधे जस्तै कतिपय ठाउँमा अपेक्षित परिणाम आएन। स्थान विशेषमा, निर्वाचन भएका इकाइ विशेषमा वा विभिन्न ठाउँका स्थानीय तहका विभिन्न निकायहरूमा अपेक्षित परिणाम आएन, त्यो साँचो हो। यो कतिपय ठाउँमा पराजय भयो, पराजय भोग्नु पर्यो भन्ने मात्रै कुरा होइन कि अनपेक्षित पराजय पनि कतिपय ठाउँमा भोग्नु पर्यो। यसका पछाडि थुप्रै कारण छन्। अब सत्ता पक्षीय आदि इत्यादि अनेक कारणहरू, त्यहाँ धाँधलीका अनेक पक्षहरू, राज्य संयन्त्रको दुरुपयोगदेखि लिएर पैसाका दुरुपयोगदेखि लिएर अनेक खालका कुराहरू छँदैछन्। त्यसभित्र अनेक निकायका दुरुपयोगहरू छँदैछन्। अब कतिपय ठाउँमा त यतिसम्म कि मतदान अधिकृतहरू, निर्वाचन अधिकृतहरू नै मतपत्र कोरेर दिने, बदल गराउनका लागि नेकपा एमालेको अलिक राम्रो भोट ब्याङ्क हो, त्यहाँ धेरै भोट आउँछ भनेका ठाउँमा
त्यसो गरिदिने, त्यो बदल गराउनु कसरी गर्न सकिन्छ त्यस्तो खालका कामहरू गर्ने, त्यस्ता कुराहरू पनि भए। यी सबै कुराहरूको त्यसमा यो हुनसक्छ र अरू मसिनो गरी हामीले प्रस्तुत गर्नुपर्छ कि कहाँनिर अझ यसलाई अनुकूल बनाउनका लागि कहीँ कतै आफ्ना कमी कमजोरीहरू आफ्नो तर्फबाट सच्याउनु पर्ने वा आफूले ध्यान दिनुपर्ने कुराहरू कहाँ कहाँ के रहे ती आगामी दिनका लागि चाहिँ समीक्षा गर्नुपर्छ। त्यसकारण हामीले जिल्लाहरूलाई छिटै नै समीक्षा प्रतिवेदन पठाउँ भनेर माग गरेका छौँ। प्रदेश नम्बर 2 को निर्वाचन असोज 2 गतेका लागि तोकिएको छ। त्यसभन्दा अगाडि संविधान संशोधनको कुरा पनि अझै चर्चामा छ। पार्टी अध्यक्ष स्वयंले पनि संविधान संशोधनमा बसेर छलफल गर्न सकिन्छ भन्नुभएको छ। यसलाई चाहिँ बाहिर लिएर लचिलो रूपमा एमाले प्रस्तुत भयो भन्ने रूपमा पनि व्याख्या भएको छ। यो निर्वाचन अगाडिको संविधान संशोधनको विषयमा केही सहमति हुन सक्छ? मैले अघि नै भने सत्ता पक्षले हामीसँग निर्वाचन भन्दा पछि छलफल गरेर केमा संविधान संशोधन गर्नुपर्ने हो तत्सम्बन्धमा कुराकानी गर्ने र प्रस्ताव ल्याउने कुरामा सहमति जनाएको थियो। सहमतिका साथ अगाडि बढ्ने भनेको थियो। तर हामीसँग त्यो सहमति गर्ने र तत्कालबाट बेइमानी तयारी सुरु गर्ने त्यो काम गरेको छ। अहिलेको प्रस्ताव देश हितको विपक्षमा छ। अहिलेको प्रस्ताव नेपाल नेपालीको विपक्षमा छ। तसर्थ यो प्रस्ताव पारित हुँदैन, पारित हुन दिँदैन। भयो भने पनि स्थानीय निर्वाचन पछाडि छलफल सुरु हुन्छ। नयाँ विषय छलफल गर्नुपर्छ। स्थानीय मात्रै होइन, निर्वाचन पछि यो अब तपाईँ आश्विन 2 गते निर्वाचन होला स्थानीय तहको निकायहरूको, अनि त्यसपछि काउन्टिङ गर्दै जाँदाखेरि 15 गतेतिरसम्म कहिलेसम्म लाग्छ। त्यसपछि चाडबाड त्यत्तिकै आउँछन्, त्यत्तिकै अब प्रदेश र सङ्घको निर्वाचन गर्नु छ, प्रदेश सभाको निर्वाचन गर्नुहुन्छ। यदि माघ 7 गतेभित्र या माघ 8 गतेभित्र प्रतिनिधि सभाको निर्वाचन भएन भने गम्भीर संवैधानिक सङ्कट आउँछ। यही सन्दर्भमा 1 वर्ष संसदको आयु थप्ने पनि चर्चा सुन्दैछ। असम्भव। दुनियाँमा कसैले यस्तो कल्पना गर्न सक्दैन। दुनियाँमा यदि तानाशाहीकरण गरेर तानाशाहले भङ्ग गरेर संसद गर्दाखेरि पुनस्थापित हुन सक्छ। तर आफैले संसदले आफ्नो आयु यस संसदको निर्वाचन भन्दा अगाडि संविधानले तोकेको आयु, त्यसपछि त्यसलाई टेकेर अहिलेको संविधानले तोकेको आयु, अनि त्यो कसरी आफ्नै आयु? त्यसो भए त यसमा यो निर्वाचन क्षेत्र निर्धारण आयोग बनेको छैन। प्रधानमन्त्रीले 240 नै कायम गरेर निर्वाचनमा जान पनि सकिन्छ भन्ने कुरा आन्तरिक छलफलमा राख्नु। यो सरकार अयोग्य छ, नालायक छ, असक्षम छ भन्ने व्यवहारबाट देखिएको छ। अहिलेसम्म निर्वाचन क्षेत्र निर्धारण आयोग बन्न सकेका छैन। चुनाव आइसक्यो। गत वर्षदेखि म प्रधानमन्त्री हुँदा मैले निर्वाचन क्षेत्र निर्धारण आयोग बनाऊ भनेर प्रस्ताव लिएर जाँदा कङ्ग्रेसले नमान्ने, माओवादीले कङ्ग्रेसलाई पनि मनाएर मात्रै गर्नुपर्छ ह्यान त्यान भनिरहने र कङ्ग्रेस नमान्ने, आलटाल गर्ने र अल्मल्याउने काम गरे। त्यस बेला त अलिकति समय थियो। तर अब त समय छैन। प्रदेशको निर्वाचन केमा गराउनुहुन्छ? कहाँ? प्रदेश सभाका सदस्यहरू निर्वाचन हुने निर्वाचन क्षेत्र खोइ 40 भन्ने, अनि फेरि 601 मा पुर्याउने, फेरि भारी भरकम यो सानो गरिब देशमा। यो त यदि एमालेको प्रस्ताव यस्तो हुन्थ्यो भने त सोकल्ड बुद्धिजीवी र यो पेड मिडिया क्याम्पेन छ नि, यसले उद्यम बचाउँथ्यो। तर अरूले गरेको हुनाले यसलाई हाइसन्स मानेको छ। डेमोक्रेसी भनेको चाहिँ नि यस्तै ठानेका छन् कतिपयले। यस्तै अल्पदृष्टिले देशलाई खतरामा पार्छ। यस्तो भने योजना बनाउनु पर्ने त्यस्तो छैन। किनभने 2 नम्बर प्रदेशका जनतालाई जसरी भड्कायौं भन्ठानेका छन् मान्छेले, आफू भड्किएका होलान्। जनता भड्किएको छैन, जनता भड्किँदैन। जनतालाई थाहा छ 2 नम्बर प्रदेशमा मेरो नेतृत्वको सरकारले के गर्यो, त्यति बजेट कुनै सरकारले दियो अथवा
तराई मधेसका अनेक मन्त्रीहरू भए। त्यो मन्त्रीहरूले के गरे त आफ्नो आफ्नो समयमा आवाजसम्म उठाए। कतिपल्ट मन्त्री भए, कति अवधि मन्त्री भए। म प्रधानमन्त्री हुँदा त 9 महिना भए, त्यसमध्ये 5 महिना नाकाबन्दी थियो। 4 महिना मलाई नीति कार्यक्रम र बजेट पेश गर्नका लागि देशी विदेशी सारा लागेर भित्र बाहिर सबैतिरबाट घेराबन्दी गरेर हटाउन खोजियो। त्यतिसम्म पुग्न मुस्किल पर्ने अवस्था, किनभने हाम्रो त 1/3 भन्दा बढी त छैन। त्यस स्थितिको नाजायज फाइदा उठाएर देशका विरुद्ध काम गरियो, जसले गर्दाखेरि एमाले सरकारबाट हट्नु पर्यो। तर त्यति छोटो समयमा एमाले गरेका काम, एमालेका नीति त तराई मधेसका जनतालाई थाहा छ। हामी मैथिली भोजपुरी अवधि भाषाको रक्षाका निम्ति कुरा गरिरहेका छौँ, त्यहाँको संस्कृतिको रक्षाका निम्ति कुरा गरिरहेका छौँ। हामी त्यहाँका रैथाने जनताका कुरा गरिरहेका छौँ। त्यहाँका पछाडि परेका डोम मुसर आदि गरिब जनता जो छन्, पछाडि पारिएका समुदाय छन्, जहाँ साक्षरता कम छ, शिक्षाको अवस्था कम छ, स्वास्थ्यको अवस्था कम छ, आर्थिक अवस्था कम छ, जोसँग जमिन छैन, जोसँग घर छैन, जोसँग छोराछोरी पढाउने अवस्था छैन, जोसँग औषधि उपचार गर्ने अवस्था छैन र जो अत्यन्त दमित अवस्थामा छन्, तिनीहरूका लागि हामीले गर्न खोजेका छौँ। यो त्यहाँका जनताले बुझेका छैनन्, होइन, बुझेका छन्। यद्यपि त्यहाँ भ्रम पार्न खोजिएको छ र भ्रम पारेका छौँ भन्ने ठानेको छ। आतंक फिजाएर, आतंकको आडमा जनतालाई, जनताका नाउँमा आतंक फिजाएर भ्रमित गर्ने जुन कोसिस भएको छ, त्यसको सिरानी हालेर केही सुतेका होलान्, त्यो काम लाग्दैन। त्यसकारण थप केही विशेषै केही बनाउनु पर्ने, योजनै बनाउनु पर्ने त्यस्तो खालको होइन। सामान्य ढङ्गले हामी लोकतान्त्रिक अभ्यासमा विश्वास गर्छौँ। अपराधिक गतिविधि हुन सक्छ, हामीले देखेका छौँ, विभिन्न ठाउँमा पहाडतिर पनि भयो, अरूतिर पनि भयो। कोसँग हामी चुनाव लड्दैछौँ भन्ने कुरा त हामीले ध्यानमा राखेकै छौँ नि। हरेक निर्वाचनमा पहिलो चरणमा हाम्रा कार्यकर्ता मारिएनन् कि, कुटिएनन् कि, मुद्दा लगाइएन कि, दोस्रो चरणमा हाम्रा कार्यकर्ता मारिएनन् कि, यो स्थिति त हामीले देखेका छौँ। यस्ता कुराहरूलाई ध्यानमा राखेर नै हामी अगाडि बढ्छौँ। तर यस्तो अभियान चलाउने र अभियानका विषयहरू के विषय कसरी राख्ने, हाम्रा अभियानमा हामीले प्रस्तुत गर्दा के विषय प्रस्तुत गर्ने, तर अभियानको क्रममा पनि हामीले त्यस अभियानमा हामीले के गर्यौँ, के गर्न चाहेका छौँ, ती कुराहरूलाई हामीले स्पष्ट ढङ्गले राखेका छौँ। र यस्तो आवश्यकता अनुसार चलाउन सकिने कुरा हो। अहिले तत्काल हाम्रो त्यस प्रकारको कुनै सोच बनिसकेका छैन। सम्भवतः अहिले चुनाव अगाडि त्यस्तो गर्न नपर्ला कि। यो स्थानीय तहको चुनावमा धेरै जनप्रतिनिधिहरूको बारेमा लेखेका छन्। पार्टी नेतृत्वको हिसाबले उनीहरूप्रतिको पार्टीको अपेक्षा र उनीहरूलाई पार्टीको निर्देशन जो जितेका छन् उनीहरूलाई जनताले आफ्नो प्रतिनिधिको रूपमा सम्बन्धित तहको अथवा सम्बन्धित निकायको त्यस क्षेत्रभित्रको त्यस ठाउँ विशेषको समस्या पहिचान गर्ने, समाधान गर्ने, त्यसको विकास गर्ने, अगाडि बढाउने कामको जिम्मा सुम्पिएका छन् प्रतिनिधिको रूपमा छानेर। त्यो काम उहाँहरूले गर्नुपर्छ। स्वाभाविक हो, नेकपा एमाले जितेका प्रतिनिधिहरू अरूको जस्तो होइन। अरूले त इन्सुरेन्समा लाइसेन्स दिएर कमिसन खाए भन्ने पब्लिक छ, तर पनि केही पनि हुँदैन, लाज पनि हुँदैन, केही पनि हुँदैन। तर बुद्धिजीवीहरू, सञ्चार माध्यमहरू त्यसलाई छोप्न बहुतै अभ्यास गर्छन्, कोसिस गर्छन्। एमालेको अवस्था त्यो होइन, एमाले त्यस्तो गर्दैन। त्यसकारण एमाले पारदर्शितामा विश्वास गर्छ, स्वच्छतामा विश्वास गर्छ। हाम्रा जनप्रतिनिधिहरूले राष्ट्रियताको सवालमा, लोकतन्त्रको सवालमा, सामाजिक न्याय र समानताको सवालमा, सामाजिक सद्भाव र राष्ट्रिय एकताको सवालमा र समृद्धिको सवालमा रचनात्मक ढङ्गले आफ्नो परिस्थिति अनुसार सोच्ने
तर विकासका आयोजनाहरू कसरी त्यहाँ लान सकिन्छ त्यसका निम्ति ठुलो योजना बनाउने र 5 वर्षको कार्यकालका लागि योजना बनाउने र वार्षिक योजनाहरू बनाउने तदनुसार बजेट विनियोजन गर्ने ती कामहरू गर्नुपर्छ। एउटा ब्युरोक्रेटिक निर्देशन कस्तो देखिन्छ भने जति आफ्नो आय स्रोत छ, जति बाहिरबाट सरकारबाट माथिबाट रकम जान्छ त्यति भित्र मात्रै बसेर चाहिँ बजेट बनाउनुपर्छ भनेर सीमित गर्न खोजिएको छ। कतिपय बाहिरबाट प्रोजेक्ट लिने हिसाबले, बाहिरबाट लगानी गर्ने हिसाबले पनि प्रोजेक्टहरू बन्न सक्छ। त्यसकारण अनुमानित आय वा अनुमानित व्यय यी कुराहरू चाहिँ यो अनुमानित हो। त्यसकारण अनुमानित फलाना ठाउँमा उद्योग स्थापना गर्नका लागि यति बाह्य लगानी आकर्षित गर्ने, यतिलाई रोजगारीको अवसर सिर्जना गर्ने अनुमान छ भनेर भएको नगद दिन्छु भन्ने मात्रै कुरा होइन कि अनुमान पनि हुन्छ। तर ब्युरोक्रेटिक हिसाबले त्यसो गर्न नदिने र अंकुश लगाउने त्यो एक ढङ्गले असफल पार्न खोजेको हो कि या जनप्रतिनिधिलाई होच्याउन खोजेको हो कि अथवा के खोजेको हो त्यो। तर त्यस प्रकारका प्रयासहरू अलि देखिन्छन्। हामी के चाहन्छौँ भने वस्तुपरक ढङ्गले आफ्ना त्यहाँका कला संस्कृतिहरू, आफ्नो इतिहास, आफ्ना सम्पदाहरूको संरक्षण, अहिलेका समस्याहरूको पहिचान गर्दै आधुनिक ढङ्गले कसरी विकास गर्ने, कृषिको क्षेत्र, उद्योगको क्षेत्र, व्यापारको क्षेत्र, पर्यटनको क्षेत्र, सेवाका अन्य क्षेत्रहरू, वातावरण मानव अधिकारको क्षेत्रलाई कसरी प्रत्याभूत गर्ने र वातावरणीय पक्ष अरू पक्षहरूलाई कसरी अगाडि बढाउने, महिला बालबालिका अथवा समाजका पछाडि परेका अशक्त असहायहरू समेतको कसरी हेरविचार हुन सक्ने, शिक्षा स्वास्थ्यका क्षेत्रहरूलाई कसरी अगाडि बढाउने, यी सबै कुरामा रचनात्मक ढङ्गले हाम्रा प्रतिनिधिहरूले सोच्नु जरुरी छ र त्यस अनुसार योजना बनाएर अगाडि बढ्नु जरुरी छ। यस सम्बन्धमा पार्टीले निर्देशन पठाइ पनि सकेका छ र फेरि पनि निर्देशन पठाउँछ। निकट भविष्यमै हामी विभिन्न प्रदेश स्तरमा प्रशिक्षण, दिशानिर्देश गर्ने कार्यक्रमहरूको आयोजना पनि गर्दैछौँ। यसर्थ अपेक्षा हाम्रा प्रतिनिधिहरू जनताप्रति उत्तरदायी, देशभक्त, लोकतान्त्रिक, राष्ट्रिय भावनाका, विकासप्रति समर्पित, स्वच्छता र पारदर्शितामा कटिबद्ध। यो स्थानीय चुनावमा दुईटा पक्ष देखा पर्यो। एउटा नेपालले एउटा सफल लोकतान्त्रिक अभ्यास गर्यो, अर्को नेकपा एमाले पहिलो पार्टी हो। चुनावपछि सम्भवतः अध्यक्षसँग धेरै अन्तर्राष्ट्रिय समुदायका मानिसहरू भेटेको, उनीहरूको प्रतिक्रियाहरू कस्तो छ? सामान्यतया ठिकै छ, उहाँहरूले सकारात्मक रूपमा लिएको बताउनु भएको छ, बधाई भन्नुभएको छ र अपेक्षा नेकपा एमालेसँग छ, एमाले केही गर्छ भन्ने। आगामी दिनमा यो त लोकतान्त्रिक अभ्यास हामीले सफलतापूर्वक गर्यौँ। यस्तो परिस्थितिमा गर्यौँ, एमालेको जोड बलमा संविधान जारी हो, जोड बलमा हामीले निर्वाचन गराउने परिस्थिति बनायौँ। अब पनि एमाले लोकतान्त्रिक अभ्यासलाई, प्रणालीलाई लिकमा हिँडाउनका लागि संविधानले परिकल्पना गरेका राज्यका पुनर्संरचना सम्बन्धी प्रश्नहरूको समाधान गर्ने, संक्रमणकाल टुङ्ग्याउने, निर्वाचनहरू गराउने, निर्वाचित तिनै तहका सरकारहरू स्थापना गर्ने सबै काममा एमाले अगुवाई गर्छ, गरिरहेको छ। र यस सम्बन्धमा एमालेको भूमिकालाई सबैले देखेका छन्। एउटै कुरा हो, कम्युनिस्ट नाम कतिलाई नपचेको अवस्था हुन सक्छ, तर नामसँगको मतलबको कुरा होइन, तर नामभन्दा बढी काम के गरिरहेको छ एमाले त्यो हेर्न पर्यो। आज नामका विवाद होइन, कामका मूल्याङ्कनको आवश्यकता छ। नीतिहरूको, व्यवहारको, आचरणको, अभ्यासको के छ अवस्था, त्यसमा हेर्न जरुरी छ। त्यसकारण नेकपा एमालेसँग अरूको तुलना हुनै सक्दैन। नेकपा एमाले पहिलो पार्टी त वैचारिक हिसाबले, राजनीतिक हिसाबले, साङ्गठनिक हिसाबले, जनविश्वासको हिसाबले, कार्यक्षमताको हिसाबले, यसको अभ्यास आचरणको हिसाबले,
यसको लोकतान्त्रिक मूल्य मान्यताप्रतिको निष्ठा र व्यवहारको हिसाबले, यसमा रहेको पारदर्शिताको हिसाबले यी सबै कुराले एमाले प्रमुख पार्टी हो। यो त निर्वाचनको परिणामबाट त रोक्दै प्रकट भएको यथार्थ हो।